उपस्थित महानुभावजीहरू, कालीगण्डकी गाउँपालिकाका कमिटी साथीहरू र जिल्ला कमिटी र प्रदेश कमिटीका अतिथि महानुभावहरू र आज हामी विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका यो कार्यक्रममा उपस्थित भइदिनु हुने सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरू, आज विशेष गरी हामी यहाँ आउनुको कारण के हो भने प्रमुख कुरा भनेको देशमा यो कुशासनलाई अन्त्य गरेर यो भ्रष्टाचारलाई न्यूनीकरण गरेर जिरो लेभलमा चाहिँ शून्यमा जाने हाम्रो प्रमुख मुद्दा हो। स्थानीयदेखि लिएर प्रदेश केन्द्रसम्मको हाम्रो लडाइँ हो। यो लडाइँलाई हामीले आदरणीय न्यायप्रेमी जनसमुदायले सम्पूर्णले समर्थन दिनुहुन्छ भन्ने हामी पूर्ण विश्वास गरेको छौँ। हामीले जुन काङ्ग्रेस र एमाले माओवादीलाई जनताले चाहेको थियौँ, हामीले अत्याधिक हामी चाहिँ 2007 सालमा चाहिँ नेपाली काङ्ग्रेसको जनआन्दोलन क्रान्ति भयो। त्यहाँदेखि चाहिँ पञ्चायत बोर्डरदेखि लिएर अहिलेसम्म काङ्ग्रेसलाई हामीले चाहेकै थियौँ, एमालेलाई चाहेकै थियौँ। 10 वर्ष जनयुद्ध चाहिँ माओवादीलाई चाहिँ जनताले एकचोटि हेरौँ त भनेर 10 वर्ष जनयुद्ध पनि जनताले हेरेकै। हामीले हिजो बिहान मैले पनि काङ्ग्रेस पनि यो पालि गर्छ कि यो 5 वर्षमा गर्छ कि काङ्ग्रेसलाई हेरेन, एमालेलाई पनि हेरेन। चन्द्र भन्नाले दाइलाई पटक पटक चाहिँ कि संसदमा पुर्याइनु प्रदीप यादवलाई मेरो अन्तिम इच्छा छ, मेरो बसन्त भाइ ल तपाईँले गरिदिनुपर्छ, हेर्नुपर्छ। पटक पटक हामीले गरायो उहाँलाई पाइ। माओवादीका सुदर्शन बरालाई पटक पटक उहाँले हेर्नु, तर उनीबाट चाहिँ केही छेउ तुप्पा केही पनि भन्नु। हामीले चाहेको के हो भने यो देशमा पहिलो कुरा यो देशलाई इकोनोमिक ल्याउनको लागि, अर्थतन्त्रमा ल्याउनको लागि देशमा भ्रष्टाचार शून्य हुनुपर्छ। भ्रष्टाचार जहाँनिर शून्य भएन भने त्यो देशको अर्थतन्त्र चाहिँ रहन्छ। मान्छेले त यहाँ त एउटा चप्पल बजाएर आएर करोडको गाडी चल्ने, त्यसको आय स्रोत कहाँबाट आएको? त्यसको पछि जोग्नु के छ? घरमा एउटा खुर्सानी रोप्ने बारी छैन, उसले 7 करोडको गाडी चल्ने। हिजो बिहान अहिले सामाजिक सञ्जालमा भिडियोमा हेर्नुहोस् त, कहाँको चाहिँ के अरे त्यो वनभोजको पिकनिकको नेपाली काङ्ग्रेसको चाहिँ पिकनिकमा हेलिकप्टर चढेर वनभोज मनाइएको छ। त्यो कसको पैसा थियो नि त? अझ त्यो पब्लिकलाई चिकन गरे, ठुल्ठुला मान्छेले चाहिँ मटन खुवाएको छ। त्यो तपाईँ हाम्रो पसिना पैसा, तपाईँ हाम्रो ट्याक्सको पैसा हो। हामीले मौलिकता तरिकाले विधिगत रूपले यो पैसा कहाँ छ गरेर हामीले खोज्न अधिकार छ। हामीले यही स्थानीय सदरमा यही पालिकामा तपाईँको यहाँको चाहिँ पैसा कहाँ चाहिँ भ्रष्टाचार हामीले खोज्न पाइन्छ भन्छ। त्यो खोज्दाखेरि भ्रष्टाचार देखाउनुहोस् न, हामी गरेको भन्छ। भ्रष्टाचार नभने यत्रो पैसा चाहिँ त्यो पैसा कहाँ? हामी नेपाली युवा युवती किन खाडीमा बेच्न बाध्य छौँ त? हामी त अहिले चाहिँ यत्रो तपाईँको यो पार्टी जन्मिनुको कारण किन छ त? यही काङ्ग्रेस एमाले माओवादी कारण जन्मेको। यो यिनीहरूले हिजो बिहान चाहिँ के अरे यत्रा विवादका सिद्धान्तहरू चाहिँ के अरे प्रष्ट ध्वस्त बनाए। कार्ल मार्क्स लेनिन माओवादका चाहिँ अन्तर्राष्ट्रिय फाउन्डेसन ध्वस्त बनाए। हिजो नै माओवादीले चाहिँ के अरे प्रधानले भने होइन, हामी देशमा साम्यवाद ल्याउँछौँ भनेर। साम्यवादको खै त्यहाँनिर चाहिँ त्यो सिद्धान्तमा चाहिँ लागु गरेको थियो व्यवहारिकमा। त्यो साम्यवाद भनेको त जनता कोही पनि, जनता होस् देश नेता होस्, कोही पनि धनी गरिब इक्वल हुनुपर्छ भनेको सिद्धान्त होइन साम्यवाद भनेको। त्यो साम्यवादको लागु भएको खै त? त्यो साम्यवादको एउटा चाहिँ त्यो अन्तर्राष्ट्रिय चाहिँ कार्ल मार्क्स माओवादीले मार्क्सको कुनै पनि सिद्धान्त मिलेन। एमाले भित्र तपाईँको खै त मोडर्न भण्डारीको चाहिँ सिद्धान्तमा त्यो मोडर्न भण्डारीको त्यो फोडोरा मात्रै हुन्छ, त्यो सिद्धान्तमा किन लागु भएन? तर हामीले चाहेको छौँ नेपाली नागरिकहरूले यही देशमा स्वाभिमानी भएर, यही देशमा हामी आफ्नो श्रम बेचेर हामीलाई केही नभए पनि हामीलाई यही देशमा बाँच्नु दिनुपर्छ, यही देशमा हामीलाई गरी खान दिनुपर्छ, यही देशमा हामीलाई स्वरोजगार हुनुपर्छ, हामीलाई शिक्षा स्वास्थ्य रोजगार घाँसपास पकाएर हिँड्नुपर्छ। हामी देशमा विदेशमा हामी श्रम गर्नलाई चाहिँ दिनमा 3,000-6,000 हामी बेरोजगार भएर झोला बोकेर साउदीको गल्फमा चाहिँ विदेशको गल्फमा चाहिँ गरेर चाहिँ हामी भारी बोक्दैनौँ। हाम्रो चाहिँ इच्छा त्यहाँनिर हो। त्यस कारणले अहिले चाहिँ प्रमुख मुद्दा भनेको हाम्रो जो चाहिँ
जसको अलिकति चाहिँ जसको खुबी छ, जसले चाहिँ गर्न सक्छ, जसको कहाँनिरको चाहिँ इच्छा शक्ति छ, कहाँनिर त्यसको ट्यालेन्ट छ, त्यसको चाहिँ कहाँनिर मल्टी ट्यालेन्ट छ, कहाँनिरको त्यसको चाहिँ स्किल छ, त्यस्तो मान्छेको खाँचो छैन। यहाँ पैसामा कसैले तपाईँको तँलाई यसो गरिदिन्छु उसो गरिदिन्छु, त्यो जाहेर गरिदिन्छु, तँलाई मैले यहाँनिर मैले चाहिँ पालिका मैले यस्तो गरिदिन्छु, यो तरिकाले भोट नदिनुहोस्, यो तरिकाले तपाईँले भोट दिनुहुन्छ भने, पैसा दिएर भोट दिनुहुन्छ भने तपाईँ आफ्नो व्यक्तिगत स्वाभिमान बेचेको, स्वाभिमान बेचेको हुनुहुन्छ तपाईँले, थाहा छ? तपाईँले आफ्नो चाहिँ व्यक्तिगत भविष्य त बेच्नुभयो भन्नुभयो, आउने पुस्ताको तपाईँको जेनजी देखेर जेको पुस्ताको सबैको भविष्य बेच्नु, पैसामा नबिग्नुहोस्। पैसा दिने कारण किनभने तिनीहरूले 30-40 वर्ष अगाडिदेखि नै तिनीहरू देश लुटिरहेको छ। काङ्ग्रेस एमाले माओवादीले 30-40 वर्ष अगाडि देश लुटेर अथाह सम्पत्ति छ उनीसँग। त्यो पैसा के गर्छ? गफ लगाइदिन्छ, यहाँ आएर भोटमा किन्छ, अनि ठाउँमा गएर उनीहरू कार्य गर्ने, यति हो उनीहरूको सेवा। उनीहरूले केही माखो मारेछन् थुक्क भन्नुहोस्। हामीले 40 वर्ष हेर्यौँ यिनीहरूको राजनीति 40 वर्ष हेर्यौँ हामीले। हिजो बिहान मलाई चाहिँ मेरो घरमा आएर चाहिँ 3 लाख रुपियाँ चाहिँ के अरे माओवादीले चन्दा माग्दाखेरि मैले सक्दैन यति भने 50,000 दिएको मान्छे सायद कार्यकर्ता साथी यही हुनुहुन्छ। 50,000 दिएको मैले यही साथीहरू यही हुनुहुन्छ। तर मेरो व्याकरणमा मेरो फोक्सिङ घर हो, म बसन्त थापा मगर, मेरो चाहिँ फोक्सिङ पनि मेरो आफ्नो दोकान छ। मैले बुटोलमा कर्म फलो गराएर मैले त्यहाँ मेरो मगर खाजा घर अनि फेमिली मेरो होटल छ। र मेरो अर्को प्लेटफर्म मेरो म डान्सर आर्टिस्ट कोरियोग्राफर पनि हो, म लुम्बिनीको लागि हो। र मेरो आफू अनि मैले मेरो आफ्नो कहाँनिरको चाहिँ खुबी भने अनि अब 5 वर्ष 10 वर्ष नेपाली काङ्ग्रेसले यहाँ मैले बेडेले यो गरेन ऊ गरेन उस्तो गरेन मैले त्यो भन्न चाहन्छु। उसको जतिको खुबी थियो त्यो त्यति गर्यो, उसको जति नहुने थियो उस त्यति गर्यो। हामीले त्यो सिकाउन चाहन्छु। मलाई होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टी भनेको एउटा पार्टी भन्दा पनि एउटा प्लेटफर्म हो, तपाईँ अभियान हो। तपाईँ यहाँ आएर तपाईँसँगको खुबी छ भने तपाईँसँग खुबी अनि आएर काम गर्न सक्नुहुन्छ। काम गर्ने मान्छे चाहियो, गफ लगाउने मान्छे होइन, जेन्युन मान्छे चाहियो, प्योर। यहाँ सभा कचेरी भाषणको यहाँ कुनै केही ठिक छैन। अहिले देशलाई प्रमुख चिज चाहिएको भनेको काम गर्ने मान्छे। मलाई के भन्छु भने यहाँ 5 वर्ष होइन, मलाई 1 वर्ष मात्रै मलाई मौका दिनुहोस्, 1 वर्ष मात्रै मौका दिनुहोस्। च्यालेन्ज नेपाली काङ्ग्रेस 10 वर्ष चाहिँ सरकार चलाए पनि स्थानीय 1 वर्ष पनि च्यालेन्ज 1 वर्षभित्र 2टा उद्योग चाहिँ मैले दर्ता गर्छु, खोलिन्छु भने 2टा उद्योग। र यही 1 नम्बरमा 2टा उद्योग खोलेर प्रत्येक गाउँपालिकाहरूको 12 पास गरेका भाइ बहिनीहरूलाई कोही 20,000 जागिर खोज्नको लागि कोही जानु पर्यो, काठमाडौँ जानु पर्यो, पोखरा बुढोकै जानु पर्यो। यही पालिकाभित्र यिनीहरूका होस्टेल बनाइदिएर यिनीहरूका यही श्रम गर्ने, यही काम गर्ने। मैले यो उद्योग खोल्नु मैले भनेको खोलिसकेपछि पर्मा लेखेको र यही त्यो प्रत्येक गाउँपालिका बुवालाई तपाईँको 12 छोराछोरीले 12 पास गरे यहाँ आउनुहोस् काम गर्नु, म दिन्छु कि रोजगार यहाँ आउनुहोस्। प्रत्येक गाउँपालिकालाई 300 देखि 500 जनाको क्षमता जनशक्तिको म उद्योग खोल्छु। र सिन्धुली कलाघर भन्ने चाहिँ त्यो सिन्धुको पाजोमा छ नि राष्ट्रिय स्तरको, त्यही राष्ट्रिय स्तरको लेभलको मैले यहाँ गाउँपालिकाभित्र मैले खोजी प्रतिभाको आँगन भने मैले यहाँ जन्माइदिन्छु। राष्ट्रिय स्तरमा खोजी प्रतिभाको आँगन भने यही मैले चाहिँ त्यो प्लेटफर्म जमाइदिन्छु। र राष्ट्रिय स्तरको कलाकारलाई यही जज गराएर यहाँ प्रोग्राम मैले अर्गनाइज गर्छु। र यहाँको बजार चल्छ, यहाँको चाहिँ इकोनोमी चल्छ। यहाँको चाहिँ अहिले भर्खर हामी यहाँ कार्यक्रम गर्ने आउँदाखेरि चाहिँ एउटा 2टा होटल प्याक गइसक्यो। त्यो त्यत्रो मान्छे चाहिँ यहाँ त्यत्रो कलाकार त्यस्तो आर्टिस्ट आइसक्यो कार्यक्रम गरेपछि सबै त्यहाँ चाहिँ त्यो प्लेटफर्ममा नाच्ने मान्छे नाच्ने चाहिँ जाने त्यसले काम पाएको हुन्छ, बजाउने मान्छेले बजाउने चाहिँ काम पाएको हुन्छ। कुन स्किल छ त्यसले त्यो यही चाहिँ के अरे गाउँपालिकामा जाइ खान्छ। अर्को गरिब निवारक कोष भन्ने त्यो मैले खोलिदिन्छु। र अर्को कृषि तरकारी खाद्यान्न उद्योग भन्ने त्यो सङ्कलन गर्न यही कालीगण्डी गाउँपालिकाभित्र कोल्ड स्टोर बनाएर प्रत्येक वडाहरूकालाई 5 जना कति समूह बनाएर कहिले 10 किलो चाहिँ प्याज 10 क्विन्टल प्याज बनाउनै पर्ने, प्याज बनाएर पनि पैसा दिँदा तैँले
5 क्विन्टल आलु उत्पादन गर्ने पर्ने, 5 क्विन्टल मुला उत्पादन गर्ने पर्ने त्यो चाहिँ ग्यारेन्टी सही गराएर त्यो उत्पादन केन्द्र तिनीहरूको कृषकको उत्पादन यहाँ सङ्कलन गर्ने काम गर्ने केटाकेटीको हुन्छ, हामीले विदेश पाइएको हुन्छ। जनशक्ति अझै कम भयो भने मान्छे थप्ने त्यो चाहिँ योजनामा तिनीहरूले त्यो कृषकले उत्पादन गरेको त्यो भाउहरू तिनीहरू त्यहीबाट बिल काटेर पैसा पाउँछ। त्यो सङ्कलन हामी कहाँ गर्छौँ? म किनभने अलिकति म्यानुफ्याक्चर यो ट्रेडिसन लाइकको मान्छे हो, त्योमा म अहिले बेच्छु। म बुढो रूपेन्द्र उद्योग वायुसेनको कार्यकारी सदस्य पनि हो र अहिले गत वर्ष मलाई चुनावमा उठाउनु गयो म उठेन र त्यो मैले बुढोलाई जति तपाईँको यहाँको उत्पादन छ खाद्यान्नमा चाहिँ गहुँ मकै धान कोडो मकै जे हुन्छ त्यो सक्दैन, तरकारीमा प्याज आलु कोपीदेखि लिएर जे पनि हुन्छ त्यहाँ सागसब्जी त्यो सबै बुढोमा गएर बजार मैले लिस्टमा 30 वर्ष 40 वर्ष कति भन्दा लिस्ट ल्याएर कन्ट्याक्ट ल्याएर त्यो हाम्रो बजारमा स्थानीय युवा युवतीलाई चाहिन्छ। उही बुढोमा बस्दा बुढोमै यहाँ बस्ने त्यो मेरो ग्यारेन्टी 1 वर्षले च्यालेन्ज हो। त्यस कारणले हामीलाई एकचोटि मौका दिनुहोस्। आज त यहाँ पनि एकचोटि अहिले कोही पनि युवाहरू जाँड खाएर स्याहार काम नपाएर बेरोजगार यहाँ नपुग्ने कोहीसँग न्यु हुनु पऱ्यो। जति बेरोजगार भयो मान्छेले त्यसको जिन्दगी बिग्रिन्छ। मान्छेले जीवन चलाउन के गर्नुपर्छ? जीवन चलाउनको लागि त इकोनोमी चाहियो नि। इकोनोमी भने के हो? पैसा। त्यो पैसाको लागि त मान्छेले धान मकै गहुँ काटेर खाएर मात्रै भएन नि, पैसा चाहियो नि। कपाल लगाउनलाई, मान्छेले उपचार गर्नलाई, स्वास्थ्य गर्नलाई र गरिब निम्बोर कोषमा मैले प्रत्येक नागरिकको श्रम गर्ने नागरिकको महिनाको 5,000 ट्याक्स त्यही जम्मा गर्नु। त्यसले 5,000 ट्याक्स जम्मा गर्यो भने के गर्छ? त्यसले स्वास्थ्य उपचार गर्छ होइन, खान मन लाग्छ खान्छ, लाउनु मन जान्छ। यो हाम्रोसँग चाहिँ यो ज्ञान हो। हामी यो तरिकाको हाम्रो काम गर्दैछौँ। त्यस कारणले यस्तो चाहिँ के अरे काम पाएन हामी बेरोजगार भयो भनेर विदेशिनु चाहिँ त्यो हाम्रो पहिलो कुरा भनेको हाम्रो सोयाबिन बेच्नु। त्यो सोयाबिन बेच्नु भनेको काङ्ग्रेस एमाले र माओवादीको भित्रै हो। उनीहरूले हामी जनतालाई अन्याय अत्याचार शोषण दमन गरेर दुर्व्यवहार गरेर उनीहरूले भोट दिन्छ। कतिपय त केटाहरू युज गरे पढे गरेर ल एकजना केटा चाहियो तपाईँलाई पैसा त्यहाँ जीवन टेक गर साम दान दण्ड घर भेट लगानी गर्छ। त्यसमा यत्रो खाद पैसा थुप्रै रहेछ नि, यत्रो पैसा छैन। त्यो सिएरएसँग केपीसँग त्यो दिपक खड्कासँग पर्छसँग यत्रो पैसा छैन। खोइ त्यहाँ मान्छे बेरोजगार भएर यत्रो यहाँ तलमा उभिनु पर्छ। एउटा पालिकामा एउटा प्रदेशमा कति नभएको 20,000 प्रदेशमा 20,000 10,000 5,000 कतिको क्षमता हुन्छ उत्पादन केन्द्र खोल्ने र त्यहाँ जागिर गर्नु दिन सक्छ नि। एउटा कुरा हाम्रो देशमा के छ भने यो भानु नभएको यो त कानुन छ, त्यो हुन नखाने कानुन। त्यो कानुन चाहिँ हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी भने त्यो कानुन चाहिँ चेन्ज गर्नुपर्छ, संशोधन गर्नु नयाँ। त्यो के छ भने इन्डियाका उत्पादनहरू गु पनि मिठो हुने अरे होइन। यहाँ नेपाली उत्पादन खै म मलेसिया जाँदाखेरि, म दुबई जाँदाखेरि, म सिङ्गापुर जाँदाखेरि त्यहाँको चाहिँ डेभलप कसरी भएको छ भन्ने कुरा। म थाइल्यान्ड जाँदाखेरि सम्पूर्ण अध्ययन गरेँ कसरी रहेछ भन्दाखेरि मलेसिया हिजो गिरो युद्ध भएको देश होइन, गिरो युद्ध भएको देश होइन। त्यहाँको चाहिँ डेभलप कसरी भयो? म मलेसिया जाँदाखेरि एउटा टेप किन्न खोज्दाखेरि त्यहाँको गभर्मेन्टले के बनाइदियो भन्दाखेरि मेड इन मलेसिया भन्दा कुनै पनि उत्पादन चिज चाहिँ युज गरिस् भने सिधा त्यसको कसले किनबेच गर्छ, कहाँ लुकेर बेच्छ, सब चाहिँ खाँदैछ। त्यो देखेको मैले एउटा सोनी चाहिँ के अरे वाकम्यान किन्न खोजेँ, त्यो जमानाको वाकम्यान भनेको थिएँ। त्यो वाकम्यान किन्न खोज्दाखेरि मेड इन मलेसिया। मलाई मेड इन चाहिँ त्यो आइयो भने त्यो इटालियन चाहियो या मलाई सिङ्गापुर चाहियो, जापानिज चाहियो। आइयो भने जापानिज भन्ने हुन्छ नि, जापानिज त्यो जापानिज त्यो वाकम्यान चाहियो, आइयो भने त्यो चाहियो भने यहाँ चाहिँ उत्पादन हुनु जुन छ या देशले दिएको त्यही हुनु भने हाम्रो पहिलो चाहिँ कानुन के छ भने देशको उत्पादनलाई त हाम्रो देशको मौलिकतालाई देशको संस्कृतिलाई यत्रो बेचेको छ क्या कसरी जनता धनी हुन्छ भनेर क्या। त्यो ट्याक्स तपाईँको हामीले इन्डियामा चाहिँ 1 लाख रुपियाँ पर्छ पाएको चाहिँ यहाँ चाहिँ 7 लाख पर्छ। त्यो कुम्लाउनु पऱ्यो, यही कुशासन थियो। यसमा जागरुक हुनु साथी हो। लडाइँ अझै चाहिँ हामी यसलाई पुरै खानको लागि त लगभग धेरै समस्या हुनुपर्छ। किनभने पहिला त हामी विचारमा शिक्षामा त चाहिँ परिपक्व हुनु पऱ्यो नि। कहाँनिर कसले गल्ती गरेछ, कहाँनिर कमजोरी गरेछ त्यो चाहिँ पत्ता लगाउनु पऱ्यो नि होइन। त्यसलाई पत्ता लगाएर हामी त्यसलाई बल्ल चाहिँ लहरा नगराइ त हामीसँग त पहिला शिक्षा हुनु पऱ्यो।
हो परिपक्वता हुनु पर्यो। यहाँनिर यो चाहिँ यी चाहिँ के अरे यी काङ्ग्रेस एमाले माओवादीले हामीलाई यहाँनिर यस्तो डोलाएछ भने त हामीलाई खाउनु पर्यो नि। त्यस कारणले साथीहरू अब भन्छ यिनीहरू के भन्छ नि काङ्ग्रेस एमाले माओवादीले हामी इतिहास बोकेको पार्टी गरे, हामी इतिहाससँग थाहा छ के कुराहरू के यस्ता लास्टमा देश कहाँ पुगिसक्यो इतिहासले खाना आउने हुन्छ। ल भन्नुहोस् त तपाईँले इतिहासको कुरा गर्नुहोस् इतिहासले खाना आउने हुन्छ। ल भन्नुहोस् कसैको इतिहास गरेर कुरा गरेर ल वसन्त थापाको इतिहास गरेर मेरो कुरा गरेर तपाईँले चाहिँ खाना आउनुहुन्छ। ल मेरो व्याकरण गरेर वसन्त थापाको चाहिँ इतिहास गरेर खाना आउनुहुन्छ। इतिहास भनेको त स्मरण गर्ने सम्झिनु त्यो कथा हो। इतिहास भन्ने चाहिँ गाउँको लाटा सोझालाई चाहिँ गफलाई चाहिँ भोट दिन्छ अनि त्यो लफाउलाई के थाहा गाउँमा छ त्यो तोर्नलाई केही थाहा छैन फेरि होइन। जे भने हामी त के अरे बाउ पनि काङ्ग्रेस गरे एमाले काङ्ग्रेस तिनका पृष्ठभूमि छोरा नाति पाले पनि त्यस्तै हो। कहिले पनि चाहिँ मान्छे उठ्न सक्छ किनभने उनीहरूलाई यति च्यापे छ नि होइन यति हट छ नि। हिजो बिहान मलाई यही पार्टी गर्ने मान्छ मेरो पुसे दानबहादुर राणालाई मैले 400-500 भोटले मैले चाहिँ चुनाव जिताएँ। म काङ्ग्रेस पनि हो, म एमाले पनि हो, म माओवादी पनि हो, सबैमा मेरो योगदान छ। तर म मात्र यो कि म गर्न सक्छु, म गर्ने मान्छे हो। म अदालतमा गएर पनि म अदालतमा गएर किन यो एक्सन गर्ने मान्छे हो, म प्रशासनमा गर्ने एक्सन गर्ने मान्छे हो। यहाँ चाहिँ सामाजिक विकास मन्त्री सुदर्शन बराल माओवादीलाई सोध्नुहोस् त्यसको कार्यक्रम एक हप्तामा एकचोटि जान्थ्यो के हो यो तपाईँ मन्त्रालयमा यहाँ बसेर यसरी चाहिँ बस्ने के गर्नु भन्दा तपाईँलाई जिताएर के भन्नु तपाईँको चाहिँ यो भएन विधि मैले सोध्नुहोस् हप्ताको एकचोटि पुग्नु। मैले अहिले जिएनजीको आन्दोलन हुँदाखेरि चन्द्र भन्नेलाई अहिले भर्खर म्यासेज पठाएको देखाइन्छ पढ्न उसलाई पदवीले फोन भयो संविधान बचाउने हो भने बाहिर निस्किनुहोस् उही आफूले खान पाउँदाखेरि हे भने नि अहिले चाहिँ भित्र बसेर फेरि चाहिँ जिएनजीको तल मार्छ भनेर त्यो कुना गफलाउने भनेर भनिदिएको मैले भन्दाखेरि के भन्नु भने यस्तो माहौल छ बस्नु कहाँनिर अलि चाहिँ ठिक हल्दा भएपछि निस्किनु डर रहेछ नि। हामीले गल्ती गरेका छौँ जनतालाई घेरा बनाएका छौँ होइन जनतालाई हामी यति चाहिँ तपाईँको चाहिँ के अरे यति चाहिँ दासी बनाएका छौँ होइन डर रहेछ नि। थाहा छ उनीहरूलाई पुरै थाहा छ उनीहरूलाई हामीले कति मोर्चा छौँ जनतालाई कति हामीले कहाँनिर डराउँ सबै थाहा छ। तर लास्ट निर्णय भनेको हामीले अब भनेको हाम्रो मुभमेन्ट भनेको के हो काम गर्ने पहिलो कुरा जाँगर देखाउने र जनतालाई शिक्षा स्वास्थ्य रोजगार र घाँसबासको पदबाट हामीले ग्यारेन्टी गर्ने र देशका हामी एउटा सर्वशक्तिमा चाहिँ हाम्रो पार्टी गयो भने देशका यो भाका नभाका यो कामहरू सब चाहिँ पूर्ण गर्छ मेटिदिने। मैले भने अघि अहिले भर्खरै हाम्रो रवि लामी छाने हाम्रो बहुमतमा जानु होला त्यहाँ गइसकेपछि ल इन्डियाका सामानहरू उत्पादन तरकारीदेखि लिएर खाद्यान्नदेखि लिएर लत्ता कपडादेखि लिएर जे पनि यहाँ चाहिँ नेपाली जनताले नागरिकहरूले खाना लाउन कम भयो यहाँ चाहिँ उत्पादन भएन हाम्रो किनमेल भएन हाम्रो बेचबिखन भएन हाम्रो स्वाभिमान बेच्यो भनेर पनि हाम्रो त्यो इन्डियाको चाहिँ बोर्डर चाहिँ के अरे बन्द गर्न धेरै गाह्रो छ। त्यो कानुन चाहिँ प्रमुख कुरा भनेको देशको उत्पादन त्यही केन्द्रित हुनु पर्यो क्या। मैले एउटा गार्मेन्ट फ्याक्ट्रीको मसँग नलेज छ भने मैले 500 जनालाई रोजगार दिन सक्छु भने उदाहरण गरेर राज्य त लगानी गर्नु पऱ्यो नि। राज्यले मसँग त्यो खुबी छ भने राज्यले लगानी गर्नु पऱ्यो होइन। त्यहाँको म्यानुफ्याक्चर तयारी गरेर त्यहाँको इकोनोमी त्यहाँको चाहिँ सबै प्रोडक्सन तयार गर्नु मैले हो नि। त्यहाँको त्यसपछि कस्तो मेसिन कसरी तयार गर्ने कसरी उत्पादन हुन्छ होइन यहाँबाटको यो धागो लगाएर कस्तो हुन्छ होइन त्यो सबै कुरा चाहिँ मेसिन कहाँबाट किन्नु त्यो मलाई नलेज छ भने राज्यले त ल तपाईँ गर्नुहोस् है अनि यहाँका नागरिकलाई त्यहाँ तपाईँले के अरे श्रम गराएर त्यहाँदेखि तपाईँले रोजगार दिनुहोस् है भन्ने त त्यति चाहिँ तिमीसँग खुबी त हुनु पऱ्यो तिमी नलेज ए यहाँ मैले सरकारको एउटा चाहिँ के निर्णय गरेछ भन्दाखेरि युवा स्वरोजगारको पैसा पहुँच हुनेले चाहिँ केही पाउँदैन पहुँच नहुनेको मान्छेको जति धाउनुहोस् वाणिज्य बेगमा जानु जति धाउनु त्यसको केही काम लाग्दैन केही कामलाई पनि थुक्राउनु जसको पहुँच छ त्यो। त्यस कारणले अबको पालो भनेको मौका मात्र मलाई हामीलाई पालिकामा एकचोटि दिनुहोस् 1 वर्षभित्र मैले तपाईँलाई च्यालेन्ज हो यहाँ भित्रको बजार व्यवस्था यहाँको इकोनोमी र यहाँको
1 वर्षभित्र 2टा कम्पनी खोलेर प्रत्येक 12 पास गरेका भाइ बहिनीहरूलाई यहाँ मैले रोजगार दिन भने काम त गर्नु पर्यो नि, हलिएर बसेर पाइँदैन। काम गर्नु पर्यो 8 घन्टा 6 घन्टा कति ड्युटी गर्न सक्छ काम गर्नु। म च्यालेन्ज त्यसको चाहिँ बिल फोर्स, त्यसको भ्याट फोर्स सबै हामी सिस्टममा काम गर्नु पर्यो र काम गरेर तपाईँले चाहिँ कसरी श्रम पाउनुहुन्छ, कति 20,000 पछि त्यो हाम्रो, त्यसपछि त्यहाँको उत्पादन काम सबै हाम्रो। तर एकचोटि उत्पादन मै बेरोजगार छु भने तपाईँलाई कसरी काम दिन सक्नुहुन्छ? मै बेरोजगार छु कसरी मैले तपाईँको समस्या समाधान गर्छु। म 7 वर्ष कालिका स्कुलमा म सेवा गर्दाखेरि त्यस्ता गरिब मान्छे, रुने मान्छे त कति आउँछन् कि त्यहाँ मैले बिचरा स्कुलको समिति हामी म पनि त्यहाँ सल्लाहमा बस्दाखेरि अब त्यहाँ स्कुलले के भन्छ, स्कुलको फरक काम गर्छ, मेरो भनाइ छुट्टी हुन्छ। स्कुलले के गर्छ भने पास हातलाई होइन, एउटा गरिब मान्छे पनि पढ्न बाध्य मिलाउनु पऱ्यो नि त, पढ्न पाउनु पर्यो बिचरा यार। यसो तपाईँ के भन्नु, यो गरिब मान्छेले चाहिँ उसले चाहिँ यो देशमा चाहिँ पढ्न त पाउनु पऱ्यो नि। कालिका स्कुल चाहिँ टप 1 स्कुल, 1 नम्बर स्कुल, इङ्ग्लिस मिडियममा नाम निकालेन ठिक छ, नेपाली मिडियममा स्कुल पढाइदिनु भर्नु। त्यस्तो विद्यार्थीलाई धेरै मैले चाहिँ सहयोग गरेको छु, धेरै मैले। त्यसैले अब यो काङ्ग्रेस एमाले माओवादीले भनेर पैसा वितरण गरेर तपाईँले पैसा खानुभयो भने तपाईँको आफ्नो भविष्य त बिर्नुभयो, आफ्नो छोराछोरीको भविष्य बिर्नुभयो, सबैमा बिर्नुभयो। भोट चाहिँ के भने यो पैसा चाहिन्न, तपाईँले यो देशमा भ्रष्टाचार गरेको यो लुटेको पैसा यो केही चाहिन्न हामीलाई, तपाईँ हामीले पसिना किन्नु भएको छ भनेर यसलाई त्यो बन्द गर्नुहोस्। अहिले एकचोटि हामीलाई चाहन्छु भन्दै मेरो छोटो भनाइ मन्तव्य यहीँ टुङ्गाउँछु। हस्त, धन्यवाद।